खाइम ल साथीहरू। अनि चटपटे नै छोरीले बनाउनु नि भनी बस्यो कि। अनि विजय सरलाई पनि धेरै धेरै धन्यवाद, लाइभबाट मलाई धेरै नै साथ सपोर्ट दिइरहनु भएको छ, धेरै कुराहरू सिकाइरहनु भएको छ। यहाँको भिडियो हेरेर मैले धेरै जानकारी। तरकारी पकाउँदा चाहिँ साथीहरू जहिले पनि जिरो चाहिँ भुटेर पिसेर लाउनुहोस् ल, तपाईँहरू पनि पकाउँदै हुनुहुन्छ भने। हेलो एभ्रिवान, सम्पूर्ण साथीहरूमा गुड मर्निङ। सेवा साथीहरू, शुभ बिहानी, सदा जय न्यू डे न्यू ब्लगको साथ हजुरकी आफ्नै प्यारी रिता कुलुङ राई चाहिँ एकदम द्रुत गतिमा उपस्थित भइसकेको छु साथीहरू। हजुरहरूलाई सम्पूर्ण मेरो भ्युवर्सहरू, सम्पूर्ण साथीहरूलाई चाहिँ मेरो युट्युब च्यानलमा स्वागत गर्दै साथीहरू। म चाहिँ यहाँ माथि चिया सट्टै पिएँ, अनि घाँस काट्नु निक्लेको यो पारिको भ्यूहरू कस्तो दामी देख्यो कि। अनि यहीँबाट पो स्टार्ट गर्नु पऱ्यो भनेर म त के सोच्छु, के चिताउँछु अघि नै गरिहाल्नु मन लाग्छ साथीहरू। त्यस्तो पो मेरो त आनी बानी छ हो। अनि त्यहाँदेखि चाहिँ अब आजको के कस्तो हुन्छ मेरो भ्लगहरू स्टार्ट भइसकेको छ साथीहरू। अब त्यही हो, मेलापातहरू गरेको, किचनको कामहरू लगायत, घाँस काटेको लगायत, अब त्यस्तै काम कुराहरू समेटिएको भिडियोहरू नै हजुरहरूमा आइरहेको छ होइन। अब म चाहिँ अस्ति हिजो नन्दकोमा गएको थिएँ, अनि त्यसपछि चाहिँ म आएँ, कस्तो थाकेको साथीहरू। उकालोमा क्या कुदेको के कुदेकोले कस्तो थाकेको, बिहान पनि उठ्न पनि गाह्रो भयो होइन। अनि एउटा कुरा साथीहरू होइन, मैले भन्नै पर्छ, अब आफूले गुण पाएर त्यो गुणलाई बिर्सिनु पनि हुँदैन मान्छेले होइन। अनि म चाहिँ सिर्जिङ राई मेरो भान्जीसँग भेट भएको थिएँ, अनि मैले भान्जीसँग चाहिँ हल्का अब भिडियो क्लिप्स लिएको थिएँ, त्यो जोडेको थिएँ होइन। अनि भान्जीको तर्फबाट अब सम्पूर्ण भ्युवर्सहरू चाहिँ आउनुभयो, मलाई सपोर्ट गर्नुभयो, सब्सक्राइबहरू गरिदिनु भएको छ। यहाँहरूलाई चाहिँ अब मनैदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि मेरो पहिलाको जति पनि साथीहरू हामी अगाडि साथ सपोर्ट गरागर गर्दै आएका जति पनि हामी साथीहरू छौँ, अनि उहाँहरूले चाहिँ सोधिरहनु भएको थियो कि आफ्नो पर्नु हुने रहेछ तपाईँको भनेर सोधिरहनु भएको थियो होइन। उहाँहरूले सोधिरहनु भएको थियो। अनि त्यही हो साथीहरू, भिडियो मार्फत नै म हजुरहरूलाई जानकारी गराउन चाहन्छु। हामी अब नजिकको साइनो छ हामी सिर्जिङ राईसँग। अब पहिला चाहिँ हामीसँग अब उहाँ झापा जानुभयो, उहाँ घर छ, अब त्यति भेटघाट हुँदैन नि त। अनि त्यसले गर्दाखेरि अब भिडियो बनाउने मौका नपाएको। यस्तो रमाइलो रसिली भान्जी छिन् कि मलाई सानैदेखि बाल्यकालदेखि उहाँको त्यो भान्जीको चाहिँ ह्याबिटहरू चाहिँ साह्रै मनपर्ने कि। अब उमेर छिप्पिँदै गए पनि बच्चा टाइपकै, जोसँगै फिट, बुढाबुढीसँग पनि फिटै हुने, अब ठुल्ठुलो व्यक्तिहरूसँग, बच्चासँग पनि उहाँ सबैसँग घुलमेल हुने खालको के उहाँ चाहिँ व्यक्ति चाहिँ अचम्मको आनी बानी, ह्याबिट, कसैलाई नबिजाउने, खासै अनशील, राम्रो सद्भावना भएको भनौँ न। अब के भनौँ, जे जस्तो भने पनि मैले अब उहाँलाई वर्णन गर्ने तरिकाहरू अहिले झट्टै मेरो मुखा र बिन्दामा नआए तापनि अब सम्पूर्ण उहाँको भान्जीको तर्फबाट चाहिँ भ्युवर्सहरू आउनुभएको छ। अनि म सिर्जिङको तर्फबाट आएको भन्दै लेखि पनि रहनु भएको छ उहाँहरूलाई होइन। कति मैले म्यासेज हेरिरहेको छु। अनि एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु है, हृदयदेखि नै यस्तो सपोर्ट गर्नुभएको छ कि मलाई होइन। हृदयदेखि नै म थ्याङ्क यू सो मच भन्न चाहन्छु सम्पूर्ण भ्युवर्सहरूलाई होइन। अनि मेरो जति पनि अहिले सपोर्ट गर्दै हामी आएका छौँ मेरो साथीहरूलाई होइन, मनैदेखि म सपोर्ट गरि नै रहनेछु। तपाईँहरूले त्यस्तो केही नसोच्नु होला होइन, सपोर्टको कमी हुन्छ भनेर नसोच्नु होला। मलाई पनि फुल सपोर्ट गर्नु, तपाईँहरूलाई पनि फुल सपोर्ट गर्नेछु भन्दै आजको दिनहरू शुभ बितोस् साथीहरू। मेन कुरा चाहिँ अब ठुल्ठुलो व्यक्तित्वबाट हामीले सपोर्ट पाएर पनि आफ्नो मेहनत चाहिँ बिचैमा छोडियो भने त्यो कुनै किसिमले कुनै कामको महत्त्व पनि हुँदैन, कामहरू पनि सफल हुँदैन साथीहरू। प्रथम कुरा चाहिँ आफ्नो मेहनत हो होइन। आफूले अब सपोर्ट चाहिँ पाइराखेको छ, अब यत्रो सब्सक्राइब बढाइराखेको छ होइन, वाच टाइम पनि पुग्न लागेको छ। अनि बिचैमा हामीले त्यो युट्युबै चलाउनु चट्टै छोडिदिउँ भने त्यसको अर्थै हुँदैन, सपोर्ट पाएको अर्थै हुँदैन साथीहरू। त्यसैले म सम्पूर्ण साथीहरूलाई भन्छु, तपाईँहरू एकदम द्रुत गतिमा लागि पर्नुहोस्। हामी सबैजनाले एकदम जे जस्तो छ आफ्नो कन्टेन्ट, डुप्लिकेट कन्टेन्ट चाहिँ होइन, अब आफ्नो जे जस्तो छ त्यही कन्टेन्ट। आजको मौसम खुलेको छ साथीहरू।
हेर्न सक्नुहुन्छ। एकदम रमाइलो घमाइलो देखिएको छ हैन। मेरो मकैहरू पनि हललल बढ्दैछ। जता पाए त्यतै साथीहरू हावाले मकै बिगार्यो मात्रै भनेको सुनिन्छ। यो मकैहरू पनि हावाले लग्यो भने चाहिँ खान पाइँदैन। मेरोमा त साली नै हावाले मकै भाँचिदिन्छ साथीहरू। अनि के गर्नु अब, यस्तै छ हावालाई। अब कसले रोक्न सक्ने हैन साथीहरू। यस्तै छ है पारिपारीको नजारा। अब यो एकछिन मात्रै खुलेको हो साथीहरू। एकछिनमा झ्याप्पै उसु कुहिरा लागिहाल्छन्। अनि त काम छैन, गोजीमा दाम छैन है साथीहरू। लु साथीहरू, अलरेडी घाँसको भारी चाहिँ पुग्यो। म चाहिँ हिँड्न लागेको। यो यस्तो ढुसले कानतिर काटेर नि साथीहरू घाँटीतिर। यो ढुस चाहिँ गाईले कसरी खान्छ जस्तो लाग्छ क्या। साह्रै नै यसको यो धारले चाहिँ काट्छ नि त। कानतिर काटेर के ढ्याक गर्यो। ल साथीहरू, म चाहिँ घर चल्दिन आँटेको अब। ल साथीहरू, म चाहिँ घाँसबाट आएर पनि यहाँ अन्डा उसिन्दैछु। अन्डा करी खाउँ न भन्दैछन् बाउ छोरी पनि। अन्डा दुई दानाको दरले साथीहरू। आज त घर पनि लिप्नु पर्नेछ हौ। सुँगुरु खोर जस्तै भएछ हौ मेरो घर पनि। यो चाहिँ हिजो उसिनेकै आलु हो। अनि यसलाई वेस्ट गर्नु हुँदैन साथीहरू। यही नै अब तासतुस गर्छु, पकाउँछु। आज बार चाहिँ के बार, म त बारसार सबै बिर्सिसकेँ साथीहरू। यहाँ हेर्नुहोस् है, यसलाई के भनिन्छ। यो चाहिँ साथीहरू मैले यहाँनिर नि सिकुटी सुकाएको छु क्या। यस्तोबाट पनि बिरालोले तान्छ पो त फेरि, त्यसको नङ्ग्राले क्या। अनि यहाँ मैले यो ढिप छ नि यहाँ धुवा जाने, अनि यहाँ जुम गर्छ। यता माथि भारमा त यसले त सुकाउँदा जम्मै चोरिहाल्छ। अनि यहाँ लगाइदिएको छु, मजाले सुक्दैछ साथीहरू। अनि गाडीहरू पनि तल कहाँ खोलामा जाम हुन्छ अरे, झापा जाने गाडीहरू। यो मेरो छोरोलाई सिकुटी बनाइदिएको, कहिले पठाइदिनु। सिकुटी छ है साथीहरू। अब चाहिँ म आलु उकाउँछु साथीहरू। डेम रहेछ। 2 किलो 300 ग्राम छ बोरासँग। यहाँ नानाले बिउ भाले लाँदै हुनुहुन्छ साथीहरू। मैले बेचेको 3टा भाले भयो कि साह्रै यहाँ तरुनी खोसाखोस भएर नि। मन परेन नाना? उयो उखाल्नु भयो दुमक बुढा हो। ल हल्लियो क्यामेरा। ऊ त्यो अर्को बोरा दिँदैछ त ऊ जेठाले, त्यसमा होस् नाना। तपाईँलाई माया गरेर बोरा गिफ्ट दिँदैछ। अक्सिन्ने न ल मेन्टु खाइसु है यो नाना। अक्टा फोटो खिचेको ल एकछिनै। लु नानाले चाहिँ भाले लाँदै हुनुहुन्छ। उहाँ ब्युटिफुल पोथीहरू छ अरे साथीहरू। ठिक छ, राम्रो पाल्नु है, काटी नखाने है नाना। ल साथीहरू, म चाहिँ अन्डा अघि नै रेडी गरेको छु। बोक्रो सोक्रो उकाएर अब यसलाई चाहिँ चट्ट लाएर चाहिँ यहाँ यसो गर्छु है। म चाहिँ जहिले अलिअलि चिर्छु कि चलाउने पनि नल्याइकन पो म त हतार। आलु रेडी छ साथीहरू। ल फ्राई गर्नु आँटेको म चाहिँ। साथीहरू अन्डा करी पनि रेडी भयो मेरो चाहिँ। यो अन्डा करी पकाउँदा चाहिँ साथीहरू जहिले पनि जिरो चाहिँ भुटेर पिसेर लाउनुहोस् ल। तपाईँहरू पनि पकाउँदै हुनुहुन्छ भने। कस्तो यो हेर्दा कालो देखिन्छ कि, त्यस्तो खाँदा कस्तो टेस्टी हुन्छ कि। मैले सबै सब्जीहरू पकाउँदाखेरि प्रायः मेरो हातको मिठो हुँदैन। यो अन्डा करी चाहिँ मलाई नै मिठो लाग्छ, खै के भएको साथीहरू। ल रेडी भयो साथीहरूको खानापिना भयो। म चाहिँ खानापिना अन्डा करीको सब्जी मिठो स्वादिलो बनाएर खाएर चाहिँ चुल्हा चौका पनि चट्टै लिपेँ। अनि यो भुइँहरू पनि लिपेँ, सबै उकिएको थियो नि त साथीहरू। अनि चाहिँ अब चाहिँ मेलामा जानु आँटेको चट्टैसँगले। यो त माथि तन्काउनुपर्छ ल, फेरि बिरालोले चोरेरै सक्ने रहेछ साथीहरू। मेरो बिरालो नै चोर्छ क्या, कुट्नु पनि माया लाग्छ। सिकुटी त फुर्लुङ मात्रै बनाइदेला जस्तो छ। चट्ट लिपियो साथीहरू, आनन्द आयो क्या मनमा। ल साथीहरू, बुढो चाहिँ आलु उसिन्नु जाँदै हुनुहुन्छ। खाजा उसिन्दै एक टोको खनियो, पुऱ्याउनु जाँदै हुनुहुन्छ। तपाईँहरूलाई कस्तो राम्रो भ्यू देखाएको थिएँ बिहान।
हेर्न सक्नुहुन्छ यो चाहिँ के हो फेरि अहिले अन्धकारमय जिन्दगी भने जस्तो क्या साथीहरू दिउँसोको खाजा तपाईँहरूको के खाँदै हुनुहुन्छ हामी चाहिँ चटपटे स्वाद झटपटे आराम आलु पनि उसिनेको यहाँ छोरी चाहिँ चटपटे बनाउनु न हौ मम्मी कि भनेर अब लेदो पेदो छैन आज साथीहरू आटा त छ आटाको हुँदैन होला अनि मैदा सकिएछ क्या ल हामी चाहिँ चटपटे खान लाग्यौँ है साथीहरू ल साथीहरू हामी चाहिँ खाजा खान लाग्यौँ मेलोबाट आएर आलु पनि उसिनेको कि छोरी र म चाहिँ एकै जग्गा खान आँटेको डायाङ खायौँ ल साथीहरू अनि चटपटे नै छोरीले बनाउनु नि भनी बस्यो कि गिलो मन पर्थ्यो यो सुक्खा भयो अब साथीहरू को गयो कस्तो स्पेसल भयो साथीहरू तर यहाँ धेरै हरियो परियो छ नि चटपटे दोकान खोलौँ छोरी म तपाईँले धेरै हरियो परियो धेरै सक्नुहुन्छ फाइदा जति तिमीले खाएर सक्छौ होला म पनि कहिलेकाहीँ खान्छु नि फाइदा बटुका डाँगे लेन्टुकी चाना मुनि यो खा घोलिएर म नखाने नछुना भरे उ गर्नु म चाहिँ साथीहरू यो चटपटेमा चाहिँ हरियो मटरहरू विभिन्न लाएको मनपर्छ यहाँ त सिर्फ चाउचाउ प्याज अनि के पो कोपी मात्र छ साथीहरू बन्द आज त लाइभ बस्दै लाइभ आफू बसेको छ होइन एकजना सरको लाइभमा सधैँ नै मलाई पनि सपोर्ट गरिरहनुहुन्छ त्यहाँ गयो लामो लाइभ खोल्नु भएको थियो अनि सानो गफ सुन्दै यता त्यता घरि स्टिकर फाल्दै मजा भयो क्या साथीहरू आलु खनेको जस्तो भएन म पनि खान्छु है तपाईँको खाने किन स्टिकर तालेको नानी त्यसरी अच्छा हुआ अनि यता क्यामेरामा निस्किँदै छैन होला आज मैले ब्याक क्यामेराबाट गरेको मना डायाङ पिरै भएन हौ छोरी पिरो छ अरू बेलाको जति चाहिँ पिरो छैन उसिनेको आलु लाउँदा पनि हुन्छ नि साथीहरू छोरी नै मानेन किन आलु हालेको मन नपरेको बुनुलाई मलाई कहिले मन परेन चाउचाउमा त झन् टिक्छ मन पर्दैन मिठै लाग्दैन मलाई त लाग्दैन अल्छे तिक्रे स्वादी जिब्रै पो क्या
केस परेको अघि कस्तो देखिन्छ त? मेरो चाहिँ कस्तो भएन बर्की खोलेको उठल दिदी जस्तो त भयो तपाईँको पर्के रातो पापा अलिक नखानु हुने मेरो बुढो त चटपटे साह्रै 1-2 चम्ची खाएपछि अघै हाल्नुहुन्छ कैसा हुआ अच्छा मीठा मम्मी ने बनाया है ना थुक्पा लिएर खानु मन लागिरहेको छ छोरीलाई मन लागेको छ ए हाम्रो चाहिँ क्यान्टिनमै क्यान्टिनमा खाएर वाक्क भएको कति दिन खान्छु त्यो नमस्तेको रिचार्ज कसले लाउनु भएछ हौ नमस्ते कहाँबाट आयो नमस्ते रिचार्ज गाडी पनि गयो हाम्रो त खुवाइ पनि खतरा छ साथीहरू अब यतिलाई बजारमा किन्ने भने थोरै पर्दैन झन् अस्ति माथि हिले भन्ज्याङ भन्ने ठाउँमा गएको त्यहाँ त झन् आम्मामा नुन चाहिँ लागेछन् हौ बारापाथी फुटबल खेलामा फुटबल खेलाहरू भन्नु सानो पापाले मलाई मार्की लागेर आज त त्यस्तो टन्टला पुरो घाम चाहिँ होइन कि साथीहरू जस आलु खन्नु चाहिँ दिनले साथ दियो खाजा खाने टाइमसम्म अब चाहिँ के हुने हो कुहिरो पनि लागिरहेछ अहिले चाहिँ हाम्रो लेखमा चाहिँ मेन काम भनेको चाहिँ डल्लो परेर आलु खन्ने मात्रै छ अनि घाँस काट्ने अब खेतीपातीहरू उकास्नै पर्यो साथीहरू वाटर सर्केको छैन साथीहरू आफ्नो उयोले बनाएको खानु पाउँदा चाहिँ मिठो के हातले
ले सुकेर पापड हुने भएछ कस्तो नआउको जाने मम्मीले झन् कोमा भनी पठाए म कोमै हो नि 40 कटिसक्यो म कोमा होइन तरु नि छु पापा पापा कोपा होइन क्या कति वर्ष पुग्नु भएको साथीहरू हामी चाहिँ खाजासाजा खाएर ठ्याक्कैसँगले बारीबाट निक्ल्यौँ अनि खाजा खाने टाइम भयो अनि खाजासाजा खाएर त मेलामा चल्दिन आँटेको फेरि पानी आयो क्या भीषण अनि बस्यौँ अनि फेरि बुढाबुढी भएर 1 डोका आलु खन्यौँ आज चाहिँ 2 डोका आलु खन्यौँ है साथीहरू सामान्य फलेको छ नभए त सधैँ फल्नु हो भने त जनको 1 डोको त मजाले खनिन्छ आलु साथीहरू यसपालि आलु फलेन नि त अनि आएर मेरो बुढो चाहिँ रक्सी बसाउनु भयो साथीहरू अनि अहिले गाई धन्दाहरू गर्न लाग्नुभयो म चाहिँ आँगन सोहोरसार गर्दैछु यस्तो झार उम्रेर यस्तो चिप्लो छ कि साथीहरू खुब भ्लग बनाएर भ्लगर भएर हिँडिँदै त छ लेउ पलाएर केही छैन झारमा टुप्लुकै कोही पार पाहुना आयो भने त थुक्छ नै होला अनि म चाहिँ यसो झारहरू उखाल्दैछु साथीहरू अनि भिडियो पनि यसो इन्ड गरिहाल्नु पर्यो भनेर म चाहिँ यसो क्यामेरा पनि तन्काएको साथीहरू त्यही हो आजको मेरो भ्लग भनेको के कस्तो भयो हेरेर हजुरहरूले कमेन्ट गर्नुहोला नयाँ हुन्छ भने सब्सक्राइब गरेर जोडिनु एकदम सपोर्टका साथ हामी एकअर्कामा अघि बढौँ सम्पूर्ण साथीहरू यतिन्जेलसम्म हेरेर सहयोग गर्नुभयो त्यसको लागि थ्याङ्क यू सो मच भन्दै न्यू डे न्यू भ्लगको साथ भोलि के कस्तो हुन्छ अर्ग्यानिक भिडियोको साथ पक्कै पनि उपस्थित हुने छु साथीहरू होइन अनि नयाँ जति पनि अहिले सब्सक्राइब गरेर मलाई साथ सपोर्ट दिइरहनु भएको छ एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँहरूको साथ सपोर्ट म जिन्दगीमा कहिले पनि भुल्ने छैन साथीहरू होइन अनि मेरो सिर्जिङ भान्जीलाई पनि एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु यो भिडियोको अन्त्यतिरै भए पनि अनि विजय सरलाई पनि धेरै धेरै धन्यवाद लाइभबाट मलाई धेरै नै साथ सपोर्ट दिइरहनु भएको छ धेरै कुराहरू सिकाइरहनु भएको छ यहाँको भिडियो हेरेर मैले धेरै जानकारीहरू पाइरहेको छु विजय सर हजुरलाई एकदमै मनमुटुदेखि नै थ्याङ्क यू सो मच भन्दै अहिले चाहिँ छुटौँ साथीहरू बाई बाई भोलि कल मिलेंगे।